मसँग सर्भाइभ गर्नको लागि हतियार भनेको चाहिँ यहाँ एउटा गुलेली छ, एउटा चक्कु छ। 24 आवर च्यालेन्जको लागि म आइसकेको छु जङ्गल। 24 घण्टासम्म चाहिँ म यहीँ बस्नेवाला छु, यहीँ सुत्नेवाला छु, यहीँ जे मिल्छ त्यही खानेवाला छु। घरबाट केही पनि लिएको छैन मैले। टास्क कम्प्लिट गर्नको लागि मलाई 24 घण्टा बिताउनु पर्ने हुन्छ। यहाँ चाहिँ बेस्ट ठाउँ जस्तो लाग्यो मलाई बस्नको लागि। यहाँ हल्का डाँडो पनि छ र यहाँ हल्का डाँडो पनि छ। बस्नको लागि चाहिँ यो रुखलाई मोडिफाई गर्नुपर्ने हुन्छ मैले। फाइनली लुक यस्तो बनाएको छु मैले सेटअपहरू बस्नको लागि। अब चियाको ठुन चाहिँ यहाँनिर बनाउनुपर्ने हुन्छ। यसमा लागि मसँग खानेकुराको जुगाड गर्नको लागि हतियार छ यो। अब यसले गुलेली चलाउनु त मलाई त्यति आउँदैन, त्यही पनि चराचुरुङ्गीहरू कराइरहेका छन्, चराको शिकार हान्नुपर्ने हुन्छ। अब आफू बाँच्नको लागि अरूको शिकार गर्नु, आफू बाँच्नको लागि अरूको हत्या गर्नु नर्मल कुरा हो कलियुगमा। र म चाहिँ लागे शिकार खेल्न। डोबा बसिरहेको छु म। बाँसको त सोध्दै हेरेर गएको त्यत्रो मार्ने भनेको त्यत्रो हान्दै भागेको। र अहिले चाहिँ 8 बजेको छ रातिको। अहिले झ्याउ लाग्नु लागिसक्यो। पानीको प्रोटेक्सनको लागि यो छाता ल्याएको चाहिँ मैले। अनि यहाँ आगो बालिरहेको छु, बसिरहेको छु। जताकतै अन्धकार छ। आगो बालिसकेँ होइन, आगो भएपछि सुरक्षा हुन्छ भनेर आगो बाले हो। र यहाँ चाहिँ रुखमा गएपछि यताउता सुरक्षा हुन्छ। अहिले खतराको घन्टी बजिसकेको छ। साथीहरू ध्यान सक्नुहुन्छ, पुरा आकाश कालै निलो भइसकेको छ। पानी पनि पर्न सक्ने सम्भावना देखेको छु। र मैले चाहिँ यहाँको अवस्था चाहिँ लोकल बसमा भन्दा पनि गम्भीर भएको छ। यस्तो माथिबाट छाता, यता कपडा, यता म यस्तरी पुरा बस्नु पऱ्यो यहाँ। 12 बजेर 21 मिनट गएको रहेछ। 12 बजेर 21 मिनट गएको छ रातको। उता के होइन जनावर आउँछ कि भन्ने डर हो क्या। 2 बजे आएर रहेछ, 2 बजेर 25 मिनट गएको रहेछ। आगोको अवस्था पुरै निभिसक्यो है। रुख पनि छोडेर म चाहिँ अब यहाँ बस्न सक्दिनँ। 2 बज्यो। यो के भन्छ, यो च्यालेन्जलाई म यहाँ क्विट गर्न चाहन्छु। र यता पनि चोट लागेर यस्तो भयो, यहाँ पनि घाउ लाग्यो। यहाँ खुट्टामा नि हल्का चोट